म चाहिँ रक्षा हाडा अहिले युएसए काउन्सिलर छु आइडिपीमा अनि मसँग अहिले हुनुहुन्छ ईश्वर आचार्य जुन फल 2024मा युएसए जानुभएको मास्टर्स इन बिजनेस एनालाइटिक्स पढ्न केन्ट स्टेट युनिभर्सिटीमा सो ईश्वर आज म तिमीलाई थोरै क्वेसनहरू गर्छु सो कम्फर्टेबल छौ त एन्सर गर्नको लागि Yeah, I'm all comfortable. सो I'm looking forward for a very meaningful conversation. Okay, मेरो नाम चाहिँ ईश्वर आचार्य हो। मैले नेपालमा चाहिँ ब्याचलर्स इन बिजनेस स्टडिज गरेको हो ब्याचलर्समा चाहिँ। अनि अहिले चाहिँ म मास्टर्स इन बिजनेस एनालिटिक्स गरिरहेको छु केन्ट स्टेटमा। सो मैले ब्याचलर्समा हुँदाखेरि नेपालमा हुँदाखेरि ब्याचलर्समा भन्दा पनि नेपालमा हुँदाखेरि चाहिँ मैले नन रेसिडेन्ट नेपाली एसोसिएसनमा काम गरेको थिएँ प्रोजेक्ट एसिस्टेन्टको रूपमा। त्यसपछि मोडर्न लाइटिङमा पनि काम गरेको थिएँ मैले, त्यसमा मार्केटिङ अफिसरको रूपमा। सो काइन्ड अफ अनि त्यसपछि फेरि म एचपिसी नेपालमा पनि रिसर्च फेसिलिटेटर र कोअर्डिनेटरको रूपमा थिएँ। सो त्यहाँ काम गरेको थिएँ। त्यहाँ सबैमा काम गरेपछि चाहिँ लाइक एउटा बिजनेसको एउटा बेसिक ब्याकग्राउन्ड चाहिँ छ मसँग मजाले। लाइक एउटा थ्योरिटिकल अन्डरस्ट्यान्डिङ पनि छ। बिबिएसको कोर्स पनि थ्योरिटिकली चाहिँ एकदमै साउन्ड भन्छु म। सो काइन्ड अफ त्यताको एक्सपिरियन्स पनि भयो, थ्योरिटिकल अन्डरस्ट्यान्डिङ पनि भयो, प्लस प्र्याक्टिकल एक्सपिरियन्सेस पनि भयो। एउटा डायस्पोरामा काम गरेको, त्यसपछि म्यानुफ्याक्चरिङमा, त्यसपछि टेकमा पनि भएको कारणले गर्दाखेरि चाहिँ इट्स काइन्ड अफ लाइक एउटा एक्जिक्युटिभ भनौँ न, म्यानेजमेन्ट र एक्जिक्युटिभ पोजिसन्सहरूको लागि चाहिँ एउटा फाउन्डेसन थियो। बट म त्यसपछि चाहिँ अनि आई थिङ्क द्याट डाटालाई चाहिँ कसरी लेभरेज गरेर चाहिँ अनि त्यसपछि बिजनेस डिसिजन्सहरू गर्न सकिन्छ भन्ने बुझ्नको लागि चाहिँ हामी हियर फर बिजनेस एनालिटिक्स मेनली। नाइस ओके सो हाउस लाइफ ट्रिटिङ यु दिज डेज ईश्वर उता युएसएमा कता बस्छौ अनि के छ त्यहाँको सबै भनौँ न ब्रिफली Yeah, I think it's fair enough. It's going really good here. म चाहिँ अहिले सानिमासँग बसिरहेको छु। इट्स नियर बाई युनिभर्सिटीबाट 15 मिनट ड्राइभमा म यता आइपुग्छु घरमा। सो म चाहिँ सानिमासँगै बसिरहेको छु अहिले। अनि त्यसपछि अहिले त भ्याकेसन चलिरहेछ, सो इट्स गोइङ रियली फन एन्ड गुड। भ्याकेसन भन्नाले कस्तो भ्याकेसन तिम्रो विन्टर भ्याकेसन अहिले विन्टर ब्रेक चलिरहेको छ। अब ओके भोलिदेखिबाट ठ्याक्क रिज्युम हुँदैछ सबै क्लासेसहरू चाहिँ। अनि 14 अहिले जनबाट चाहिँ ओके सो अब कस्तो भइरहेछ तिम्रो अहिले तिम्रो करेन्ट लाइफ जुन नेपाल र युएसएमा तिमीले अहिले के फरक देखाएको अहिले करेन्ट लाइफ चाहिँ कस्तो छ आई थिङ्क मेन स्टार्क डिफ्रेन्सेस भनेको एक प्रकारको कल्चरल डिफ्रेन्सेस हो। एक्ज्याक्टली लाइक नेपाल इज आई बिलिभ अ भेरी लेजरस कन्ट्री भन्नाले एकदमै लग्जरियस टाइपको कन्ट्री लाग्छ मलाई नेपाल चाहिँ। इट्स काइन्ड अफ मच मोर युएस चाहिँ अलिकति हार्ड वर्किङ, काइन्ड अफ लाइक त्यो कम्युनिटी इथोस भन्दा पनि लाइक मोर अबाउट इन्डिभिजुअल इफोर्ट्स। अनि त्यो काइन्ड अफ लाइक त्यो इन्टरलिङ्केज चाहिँ अलिकति मिसिङ नै छ। लाइक त्यहाँको र यहाँको अलिकति डिफ्रेन्ट छ। त्यसको पछाडि पनि रिजन्सहरू चाहिँ अफकोर्स छ नै वाइ इट इज डन द्याट वे। बट त्यहाँको र यसमा फरक। बट आई डु इन्जोय यताको पनि। लाइक इफ यु आर भेरी करियर ड्रिभन अनि एउटा सर्टेन पर्पोज छ भनेदेखि चाहिँ युएस क्यान बी लाइक एकदमै राम्रो हुनसक्छ। इट्स मोर अबाउट ड्रिभन टुवर्ड्स अ सर्टेन पर्पोजका साथ हो भनेदेखि चाहिँ आई थिङ्क इट्स रियली गुड हियर। ओके सो अब रिसेन्टली तिमीले जुन प्राइज पाएको छौ त्यसको बारेमा पनि अलिकति भनिदेऊ न केमा त्यो पाएको चाहिँ कसरी गर्यौ त्यसमा पाउनलाई तिमीले के गर्यौ भनेर त्यो चाहिँ केन्ट स्टेट युनिभर्सिटीको आइडिया पिच कम्पिटिसन थियो फलको। सो त्यसको लागि चाहिँ मैले मेरो आइडिया पिच गरेको थिएँ लेगेसी वेब्सको। सो काइन्ड अफ स्टार्टअप पनि यहाँनिर एज अ प्यासिभ इन्भेस्टरको रूपमा चाहिँ म यहाँनिर खोल्दैछु। लाइक नट एज एन डे टु डे अपरेसन्स मा चाहिँ म कहीँ पनि हुँदैन, बट एज अ प्यासिभ इन्भेस्टर एन्ड समन एल्स विल बी टेकिङ द स्टार्टअप एज वेल। अनि त्यसमा चाहिँ मैले त्यो मेरो बिजनेसको आइडिया पिच गरेको थिएँ। एन्ड इट वाज लाइक इनिसियली उनीहरूले सेमी फाइनलमा सेलेक्ट गर्यो, त्यसपछि सेमी फाइनलबाट पनि फेरि त्यसपछि सेलेक्ट गरेर एन्ड दे पिक्ड इन्टु द फाइनल। अनि फाइनलमा चाहिँ एक्सटर्नल जजेसहरू लिएर आएर अनि जज गरेपछि चाहिँ अनि दे अवार्डेड मी विथ 1000 क्यास प्राइज। अनि प्लस अब स्प्रिङमा पनि कम्पिटिसन हुँदैछ। दे हेभ आई थिङ्क प्राइज पुल अफ 25,000 USD छ प्राइज पुल। वाउ
अनि सो त्यसमा चाहिँ आइएम अलरेडी फाइनलिस्ट, किनभने यताको विनर चाहिँ त्यसमा फाइनल नै हुन्छ। सो काइन्ड अफ आइम रियली एक्साइटेड। अनि लाइक त्यो चाहिँ अब एउटा कम्पिटिसन, $1000, 1000मा चाहिँ ठ्याक्कै डलरमा चाहिँ ठ्याक्कै बिजनेस स्टार्ट गर्ने भन्ने त हुँदैन। तर इट्स काइन्ड अफ इट प्रोभाइडेड मोर अबाउट मार्केटिङ स्ट्राटेजिजहरू कसरी बनाउने, अनि आइडियाजहरूलाई चाहिँ कसरी रिफाइन गर्दै लाने, अनि त्यसपछि एउटा सिम्पल आइडियालाई मात्रै पनि कसरी पिच गर्ने भन्ने कुरा पनि भयो एडिसनली। अनि त्योसँगै लाइक आई हेभ बिन कनेक्टेड विथ द पिपल, त्यहाँको जजेसहरू पनि इन्भेस्ट गर्नको लागि उनीहरू क्युरियस हुनुहुन्थ्यो। सो काइन्ड अफ इट हेज बिन लाइक इट वाज रियली गुड नेटवर्किङ, काइन्ड अफ एकदमै राम्रो नेटवर्किङ चाहिँ भयो। सो एकजना जज वाज भेरी इन्ट्रेस्टेड इन इन्भेस्टमेन्ट। सो उहाँलाई चाहिँ मैले अलिकति प्रोडक्टको एउटा एमबिपीहरू रेडी भइसकेपछि एन्ड देन मार्केटमा एकचोटि आइडिया चाहिँ भ्यालिडेट गरिसकेपछि चाहिँ म चाहिँ फेरि इन्भेस्टमेन्टको लागि आउँछु भनेको छु। सो काइन्ड अफ इट वाज भेरी गुड फर नेटवर्किङको लागि चाहिँ एकदमै एकदमै राम्रो थियो। एन्ड राइट नाउ करेन्टली आई अलरेडी ह्याभ एन इन्भेस्टर फर द आइडिया, and who is not just going to be investor but also as a partner who is going to take the business ahead, and I will only be the passive investor over there. ओके, सो तिमीले चाहिँ यो कम्पिटिसनको बारेमा चाहिँ कताबाट थाहा पायो यस्तो कम्पिटिसन हुन लागेको छ है भनेर? उनीहरूले त्यो लाइक त्यहाँ क्लासेस बाहिरको त्यो टेबलहरूमा चाहिँ ब्रोसरहरू राखिदिएको थियो, ए ओके, अनि सो काइन्ड अफ त्यहीँबाट नै थाहा भएको मैले। त्यो लाइक एक्टिभ दे चाहिँ हुनु ह्याभ पर्यो मेन। भन्नाले त्यही हाम्रो जुन क्रफोर्डको छ, लाइक क्रफोर्ड हलमै चाहिँ हामीले पढ्ने क्रफोर्ड हलमै ब्रिन्जो सेन्टर भनेर एउटा छ, जुन चाहिँ अन्टरप्रेनरसिप र बिजनेसहरू चाहिँ स्टुडेन्टलाई खोल्नको लागि हेल्प गर्ने सेन्टर छ, उसैले कम्पिटिसन गरेको। प्लस अनि अर्को लन्च नेट भन्ने पनि छ, जसले चाहिँ बिजनेसहरूलाई लन्च गर्नलाई हेल्प गर्छ, उनीहरूको पनि कम्पिटिसन हुन्छ। त्यो चाहिँ मैले मिस गरेछु लास्ट टाइमको, मेबी यो स्प्रिङमा चाहिँ म एक्चुली बुझ्छु उहाँहरूको पनि कम्पिटिसन चाहिँ हुन्छ, अर्को लन्च नेटको पनि हुन्छ अनि ब्रिन्जो सेन्टरको पनि हुन्छ अन्टरप्रेनरसिपको लागि। अनि अपार्ट फ्रम द्याट अनि त्यसपछि म्याग्नेट भन्ने अर्को एउटा प्रोग्राम छ यहाँनिर, सायद मेरो विचारमा एनएफएसको हो कि अथवा के को, ठ्याक्कै त्यो अर्गनाइजेसन चाहिँ बिर्सेँ मैले, तर बट गभर्मेन्ट अर्गनाइजेसनको एउटा म्याग्नेट भन्ने प्रोग्राम पनि छ। प्लस अरू टन्नै अपर्च्युनिटिजहरू छ। अनि ब्रिन्जो सेन्टरले चाहिँ अनि त्यो सबै अपर्च्युनिटिजहरू के छ भनेर चाहिँ अनि हामीहरूलाई नोटिसेसहरू पठाइराखेको हुन्छ। ए नाइस, एक त एक्टिभ पनि हुनु पर्यो, अनि एक त डेडिकेसन, अनि एक त इन्ट्रेस्ट, तिम्रो तिनटै भएर पनि एउटा राम्रै अपर्च्युनिटी पाएको हो कि होइन? Yeah. ओके, सो फल 2024मा गएको, अब स्प्रिङ 2025 भइसक्यो, फर्स्ट सेमिस्टर त अलमोस्ट सकिसकेको नै छ नि त। सो कस्तो भयो तिम्रो एक्सपिरियन्स? सुनाउ न त, फर्स्ट सेमिस्टर कस्तो हुँदो रहेछ? फर्स्ट सेमिस्टरबाट सेकेन्ड सेमिस्टर जानको लागि चाहिँ स्कलरसिपहरू कस्तो कस्तो हुँदो रहेछ? सुनाउ न त तिम्रोबाट। आई थिङ्क केन्ट स्टेट युनिभर्सिटीको चाहिँ ठ्याक्कै स्कलरसिप्सहरू चाहिँ छैन। मास्टर्स प्रोग्रामको लागि, अन्डर ग्रेजुएटहरूको लागि चाहिँ अफकोर्स स्कलरसिप्सहरू छ, मास्टर्सको लागि चाहिँ स्कलरसिप्सहरू छैन। बट यु क्यान एप्लाई फर अन क्याम्पस, त्यस्तो रिक्वायरमेन्टहरू छ भनेदेखि चाहिँ अन क्याम्पस इम्प्लोइमेन्ट गर्दा पनि हुन्छ। अनि ग्रेजुएट असिस्टेन्टसिपहरू चाहिँ फेरि रहन्छ, सो त्यसमा एप्लाई गर्दा पनि हुन्छ, अन क्याम्पस इम्प्लोइमेन्ट पनि मजाले पाउँछ। अनि त्यसपछि अब इफ यु आर रियली गुड एट एकाडेमिक्स, ग्रेजुएट असिस्टेन्टसिप पनि मजाले नै पाउँछ। तर मास्टर्सको लागि स्कलरसिप चाहिँ छैन। ओके, अनि कस्तो भइरहेछ नि फर्स्ट सेमिस्टर? कस्तो भयो तिम्रो फर्स्ट सेमिस्टर? आई थिङ्क इट वाज गुड। मेरो जिपिए पनि 4 नै आयो योचोटि चाहिँ, ओ 4 out of 4 नाइस, जिपिए नै भयो। सो काइन्ड ओके, अफ लाइक इट वाज रियली फन, मलाई चाहिँ फन नै हुन्छ। सो डिपेन्डिङ अपन द सब्जेक्ट्स आई थिङ्क दे हेभ रियली क्युरेटेड द कोर्स रियली वेल। कुनै अनि पार्टिकुलरली लाइक 3टा मैले चाहिँ जब 3टा कोर्स लिएको थिएँ यो अघिल्लो सेमिस्टरमा, सो असाइनमेन्ट्सहरू ओके, पनि इट्स जस्ट म्याचिङ, लाइक अलमोस्ट खासै धेरै ओभरल्यापहरू चाहिँ एकदम कम नै हुने थियो असाइनमेन्ट्सहरू, नाइस, त्यस्तो असाइनमेन्ट्सहरू ओभरल्याप थिएन। सो काइन्ड अफ ड्यु डेटहरू पनि एकदमै वेल अर्गनाइज थियो। अनि डिपेन्डिङ अन सब्जेक्ट्स कतिको टाइट असाइनमेन्ट्सहरू दिने, कतिको टफ असाइनमेन्ट्स दिने, पनि कुन सब्जेक्टलाई कतिको रिक्वायरमेन्ट हो, आई थिङ्क त्यही अनुसार नै बनाएको थियो। एन्ड आई बिलिभ इट्स रियली गुड कोर्स। अनि कोर्स कन्टेन्ट्स एकदमै राम्रो छ, अनि मार्केट सुइटेबल पनि छ। लाइक अब जब मार्केटले चाहिँ कस्तो खालको स्किल्सहरू डिमान्ड गर्छ, अनि त्यसमा चाहिँ एक्ज्याक्टली, अझ धेरै फोकस गर्ने, लाइक इट्स रियली गुड। लाइक अनि कोर
कोर कुराहरू के हो, त्यो जुन बुझ्नुपर्ने कुराहरू चाहिँ के हो, अनि त्यसमा चाहिँ एकदमै फोकस हुने टाइपको, अनि नन एसेन्सियल कुराहरू चाहिँ त्यस्तो धेरै फोकस नहुने तरिकाले कोर्स डिजाइन। आई थिङ्क बिजनेस एनालिटिक्स कोर्स इज रियली गुड एट केन्ट स्टेट युनिभर्सिटी। ओके नाइस 4/4 जिपी ल्याउनुको लागि चाहिँ के चाहिँ मेहनत गर्यो तिमीले यतिकै त आउँदैन तिमीले त स्योर मेरो तिमीले त यही मेहनत गर्ने मान्छे झन् उता गइसकेपछि त लगेर त के आई थिङ्क गर्यो मैले त्यस्तो धेरै इट वाज फन। मलाई मेसिन लर्निङ अनि डाटा साइन्स अनि यो टेकको फिल्डहरू चाहिँ मेरो इन्ट्रेस्टकै फिल्ड भएको कारणले गर्दा मेरो लागि चाहिँ इफोर्टलेस नै थियो। बट या इट्स काइन्ड अफ लिटल डिफिकल्ट पनि हुन्छ हुन चाहिँ कतिपयलाई, बट इट वाज फन। लाइक एकदमै प्यासन छ, इन्ट्रेस्ट छ भनेदेखि चाहिँ आई थिङ्क द्याट्स नट सो डिफिकल्ट, किनभने जति घन्टा मेहनत गरे पनि यु काइन्ड अफ फाइन्ड इट फन नि त। अब एकदमै एक्ज्याक्टली प्यासन छैन भनेदेखि चाहिँ कहिले काहीँ गाह्रो पनि हुनसक्छ, बिकज युआर पुसिङ यो सेल्फ एकदमै आफूलाई ड्र्याग गर्नु पऱ्यो भने चाहिँ एकदमै गाह्रो हुने हो। बट इफ यु लभ इट एन्ड इफ यु जस्ट फाइन्ड द वेज, लाइक एकदमै प्र्याक्टिकली कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरा खालको तरिकाले, लाइक इफ यु जस्ट भिजुअलाइज कि लाइक दिस इज गोइङ टु बी युजफुल इन दिस वेज एन्ड इफ यु थिङ्क द्याट वे इट्स गोइङ टु बी रियली लाइक एकदमै राम्रो हुन्छ। लाइक लेट्स से यु ट्राइङ टु बिल्ड सम प्रोडक्ट्स एन्ड if you just think about how you can use the course content in building something, I think that's really fun. Business analytics ma particularly I think what is going to be so important bhaneko chai it's about visualizing how you can use this in real life, real business ma chai kasari ठ्याक्कै use गर्न सकिन्छ त्यो concepts हेरु, अनि how you can build your own kind of stops and play with it, and then just look into how you can use in different business scenarios, and that's really fun. त्यसरी भिजुअलाइज गर्यो भने चाहिँ इट्स अ काइन्ड अफ फन, एकदमै रमाइलो हुन्छ। अनि अनि आफूलाई ड्र्याग गर्नु परेन भने चाहिँ लाइक इट अलमोस्ट फिल्स लाइक इट जस्ट वेन्ट, सेमेस्टर यत्तिकै गयो एकदम रमाइलोमै गयो जस्तो फिल हुन्छ। त्यही त तिमीले त च्यालेन्जेस सँगसँगै एडभाइस पनि दिन्छ सो के छ एउटा 1-2 शब्दमा एडभाइस दिदेऊ न स्टुडेन्टहरूले जुन आउँदैछन् हैन अप्लाई गर्दैछन् सो के चाहिँ सजेसन दिन्छौ तिमीले चाहिँ आई थिङ्क स्टुडेन्ट्सहरू आउँदैछन् भने चाहिँ फर्स्ट थिङ इज लाइक अन्डरस्ट्यान्ड द बेसिक्स अफ ल। लाइक लले चाहिँ के कुराहरूलाई चाहिँ पर्मिट गर्छ, के कुराहरूलाई चाहिँ पर्मिट गर्दैन युएसमा। आई थिङ्क त्यो सबभन्दा इम्पोर्टेन्ट चाहिँ मेरो विचारमा त्यो बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। लाइक यु क्यान वर्क अन द अन क्याम्पस, त्यसपछि उनीहरूले सिपिटीको कुरा भयो, सिपिटीमा पनि इनरोल हुन पाउँछ, त्यसपछि कोर्स सकेपछि ओपिटी हुन्छ, अनि त्यसपछि उनीहरूको लागि इन्भेस्टमेन्ट अपर्च्युनिटिजहरू पनि हुन्छ। त्यसको पनि सर्टेन लजहरू छ, एक्टिभ डे टु डे अपरेसन्स गरेर कुनै पनि स्टार्टअपहरू खोल्न मिल्दैन, बट यु क्यान बी एज अ प्यासिभ फाउन्डरको रूपमा, अनि लाइक एभ्री डे टु डे अपरेसन्समा नरहिकन लाइक प्यासिभ इन्भेस्टरको रूपमा रहन सक्ने अपर्च्युनिटिजहरू पनि छ। सो काइन्ड अफ लाइक उनीहरूले एउटा लिगल एस्पेक्टहरूमा चाहिँ के गर्न मिल्छ, के गर्न मिल्दैन भन्ने कुरा एक्सप्लोर गऱ्यो भने आई थिङ्क यो F1 भिजामा पनि एकदम धेरै अपर्च्युनिटिजहरू छ, र अनि एकदम ओके धेरै कुराहरू सिक्न सक्ने ठाउँहरू छ। सो आई थिङ्क एक्सप्लोरिङ द्याट इज भेरी इम्पोर्टेन्ट। अनि त्यसपछि अनि अर्को भनेको चाहिँ लाइक डिलिङ विथ यर ओन स्ट्रेस एन्जाइटिज, त्यो कुराहरूलाई चाहिँ कसरी डिल गर्ने, अनि आफ्नो इमोसन्सहरूलाई चाहिँ लाइक वेलबिङतर्फ कसरी लैजाने भन्ने कुरा सिक्यो भने पनि आई थिङ्क द्याट विल बी रियली प्लस पोइन्ट। त्यसपछि अनि अर्को भनेको चाहिँ एउटा डिफाइनेड पर्पज, लाइक युआर हियर इन द युएस, अनि कुन पर्पजको लागि हो, वाट्स योर पर्पज एन्ड वाट यु एक्ज्याक्टली गन डु इन द फ्युचर। अनि त्यसपछि युएसमा भएको अपर्च्युनिटिजहरूलाई चाहिँ कसरी ट्याप गर्ने भनेर सोच्यो भनेदेखि, अनि त्यो एउटा पर्पज लियो भनेदेखि चाहिँ लाइक इट्स काइन्ड अफ एकदमै सजिलो हुन्छ। लाइक कतिपयजनालाई चाहिँ होम सिकनेसहरू पनि हुन्छ, एन्जाइटिजहरू पनि हुन्छ, लाइक तर एकदमै डिफाइनाइट पर्पज छ, म चाहिँ यो कुराको लागि आएको हो, लाइक मैले गर्नुपर्ने कुराहरू चाहिँ यो हो, एन्ड दिस इज द वे फरवर्ड। अनि मैले फ्युचरमा चाहिँ लाइक मैले अहिले प्रेजेन्टमा चाहिँ यो गरेँ भनेदेखि मेरो फ्युचर चाहिँ कसरी यस्तो हुनसक्छ भन्ने खालको कुराहरू भयो भनेदेखि चाहिँ आई थिङ्क इट विल बी रियली रियली इजी। त्यो पर्पज भन्ने कुरा चाहिँ लाइक आइडेन्टिफाई गर्नुपर्छ जस्तो लाग्छ मलाई। आई थिङ्क युएसले स्ट्रक्चर गरेको जुन जुन तरिकाको एजुकेसन सिस्टम छ, दे वान्ट द इन्डिभिजुअल्स टु ग्रो, किनभने उनीहरूले लाइक भिजा इन्टरभ्यू प्रोसेसदेखि लिएर सबै कुरा चाहिँ लाइक दे वान्ट यु टु सी ग्रोइङ इन अल एस्पेक्ट। किनकि नत्र एक्ज्याक्टली त उनीहरूले त्यो यसरी इन्टरभ्यू राख्नु पनि पर्दैन थियो नि त, जम्मा 1 मिनटको लागि इन्टरभ्यू राख्नै पर्दैन थियो। दे क्यान जस्ट आस्क द डकुमेन्ट्स एन्ड देन दे क्यान इस्यु द भिजा। उनीहरूले इन्टरभ्यू राख्नुको पोइन्ट के हो भन्दा दे वान्ट टु सी यु ग्रो इन अल एस्पेक्ट। सो अब तिमी गएको कति हुन्छ 5 मन्थ 6 मन्थ जति भइसक्यो नि होइन तिमी फर्स्ट युएसए ल्यान्ड गर्दाखेरि वाउ ल म त युएसए आइपुगेँ है ओहो नेपाल भन्दा त कस्तो डिफ्रेन्ट कुन बेला लाग्यो कुन कुराले लाग्यो तिमीलाई चाहिँ
आई थिङ्क पहिलो पहिलो भनेको आई थिङ्क पहिलो पहिलो भनेको त लाइक जेनरल टोपोग्राफी नै भइहाल्यो नेपालको त्यो जुन टोपोग्राफी भयो त्यसपछि हाउसिङ स्ट्रक्चर्सहरू भयो त्यो एकदमै डिफ्रेन्ट छ अँ, अनि त्यसपछि अनि अर्को भनेको लाइफस्टाइल पनि एकदमै डिफ्रेन्ट छ अनि त्यसपछि फुड फुड पनि डिफ्रेन्ट छ आई थिङ्क फुड इज नट सो रियली ग्रेट भन्छु म चाहिँ होइन म त यहाँ घरमै छु त्यही भएर मेरो लागि चाहिँ टेस्ट ठ्याक्कै सेम नै भयो नेपाली अँ, टेस्ट नै भयो तर बाहिरको टेस्ट चाहिँ लाइक नेपाली टेस्ट हेरिकन अथवा मेबी सामान युरोपबाटै आछ भने पनि इट डजन्ट टेस्ट सो ग्रेट आई थिङ्क फुडमा चाहिँ अमेरिका स्टिल निड्स वर्क अ लट त्यस्तो धेरै एकदमै खत्रै वाउ नै चाहिँ भन्दिनँ म सो काइन्ड अफ द्याट इज अल्सो डिफ्रेन्ट अनि अर्को भनेको चाहिँ आई थिङ्क एकदमै सपोर्टिभ इन्भाइरोमेन्ट लाइक इभन इफ दे डोन्ट नो इट अमेरिकन्स आर रियली सपोर्टिभ टु यु exactly. लाइक उनीहरू त्यो चाहिँ छ एकदमै लाइक नो म्याटर वेयर यु कम फ्रम वाट यु आर दे आर रियली सपोर्टिभ they don't really Okay. care about your nationality, where you come from, your ethnics, anything like that. They have some sense of more inclusive sense उनीहरूको त्यो एउटा इन्क्लुसिभनेस चाहिँ छ युएस अथवा यहाँनिरको जुन लोकल्सहरू छन् उनीहरूसँग त्यो इन्क्लुसिभनेस चाहिँ छ आई थिङ्क द्याट्स रियली इम्पोर्टेन्ट लाइक आई थिङ्क इभन नेपालकोले पनि त्यो त्यो इन्क्लुसिभ हुन चाहिँ आई थिङ्क दे निड टु रियली लर्न वेल किनभने उनीहरू एकदमै इन्क्लुसिभ एन्ड एकदमै सपोर्टिभ पनि छन् लाइक इफ समन वान्ट्स टु डु रियली वेल दे डु सपोर्ट अ लट लाइक प्रोफेसर्सहरू पनि एकदमै सपोर्टिभ टाइपको एन्ड एभ्रिथिङ इज रियली सपोर्टिभ इफ यु वान्ट टु डु रियली गुड देन दे आर सपोर्टिभ अनि लाइक द्याट्स रियली सपोर्टिभ काइन्ड अफ स्टफ but of course there are certain things that Nepal does have in great regard तर कतिपय कुरामा चाहिँ दे आर रियली अहेड लाइक मैले भने जस्तो अघि नै सुरुमै भनेको जस्तै त्यो कम्युनिटीको कुरामा चाहिँ लाइक यहाँनिरको अलिकति डिफ्रेन्ट छ नेपालको भन्दाखेरि चाहिँ बट दे आर रियली सपोर्टिभ इट्स नट लाइक दे आर नट सपोर्टिभ दे आर सपोर्टिभ ओके र फर्स्ट सेमिस्टर भयो तिम्रो क्लासमा भनौँ कतिजना स्टुडेन्टहरू छन् अनि तिम्रो डाइभर्सिटी भनेको कतिजना कुन नेसनलको स्टुडेन्टहरू बढी छन् कुन नेसनको स्टुडेन्टहरू एउटा कोर्समा बस्दाखेरि चाहिँ नर्मली 40 to 50 स्टुडेन्ट्सहरू हुन्छन् सो नेसनालिटी चाहिँ एकदमै डाइभर्स नै छ एभ्री वान इज फ्रम डिफ्रेन्ट समन इज फ्रम जापान कोही कोरियाबाट कोही भियतनामबाट कोही थाइल्यान्डबाट कोही इन्डियाबाट कोही नेपालबाट कोही बङ्गलादेशबाट सो इट्स काइन्ड अफ रियली डाइभर्स कोही यतैको सो या मेजोरिटी इन्डियाको पनि एकदमै स्ट्रङ पर्सेन्टेज छ बट आई थिङ्क अल अदर कन्ट्रिज ह्याभ देयर कोही न कोही चाहिँ सबै कन्ट्रिजबाट छ त्यहाँनिर सो इट्स काइन्ड अफ रियली डाइभर्स एकदमै तिमीले चाहिँ कतिजना साथीहरू बनायो नि इन्टरनेसनल साथीहरू साथी साथीहरू लाइक त्यस्तो धेरै भन्नाले मसँग टन्नै राम्रै कनेक्सन्सहरू चाहिँ टन्नै छन् चाहिँ फ्रेन्डसिप पनि छ टन्नै मेरो कोर्सभन्दा बियोन्ड पनि मेरो फ्रेन्डसिपहरू छ सो आई डोन्ट नो द इन एक्ज्याक्ट नम्बर चाहिँ मलाई थाहा छैन बट आई हेभ सम गुड कनेक्सन्स विथ अ लट अफ पिपल स्टुडेन्टसँग पनि छ अनि अरू लाइक प्रोफेसरहरू पनि छ मलाई पढाउने प्रोफेसरहरू पनि छ अनि मलाई नपढाउने प्रोफेसरहरूसँग पनि आई हेभ सम गुड कनेक्सन्स हियर भन्छु म चाहिँ मेरो चाहिँ अलिअलि छ तर लाइक एक्ज्याक्ट नम्बर्समा त छैन तर फ्रेन्डसिप चाहिँ छ ओके अब यतिकै त नेटवर्किङ त हुँदैन सो कसरी चाहिँ अप्रोच गर्यो तिमीले फर्स्टमा यसरी साथीहरू बनाउनु जस्तै लोकलहरू पनि बनायो कसरी चाहिँ मह्म। अप्रोच गर्यो तिमीले वेल इट्स लाइक कस्तो हुन्छ भन्दाखेरि ठ्याक्कै म चाहिँ धेरैजनासँग कनेक्ट भएको चाहिँ मेरो ब्रिन्जो सेन्टरबाटै हो किनभने लाइक त्यही बिजनेसकै प्रोसेसकै थ्रुमा धेरैजनासँग कनेक्टेड भएको चाहिँ म त्यहीँबाटै हो लाइक उनीहरूको आइडियाजहरू पनि सुन्ने गर्नेदेखि लिएर एन्ड अल अफ देम कम देयर फर द बिजनेस कन्सल्टेसनको लागि पनि उनीहरू आउँछन् अनि सँगै जाँदाखेरि धेरैजनालाई भेटेको कम्पिटिसनमा मैले धेरैजनालाई भेटेको पनि हो अनि त्यसपछि अपार्ट फ्रम द्याट क्लासहरूमा पनि भयो अनि लगभग त्यसमै भेटेको मैले म्याक्सिमम् भेटेको भने त ब्रिन्जो सेन्टरमा लाइक मेरो एकदम मेरो इन्ट्रेस्टको विषय पनि हो अन्टरप्रेनरसिप चाहिँ अनि त्यसपछि धेरैजना मेरो एकदम क्लोज सँगै भएको पनि लाइक उनीहरूको पनि आफ्नै स्टार्टअपहरू खोल्न ट्राई गर्दै उनीहरू पनि छन् ए ओके सो अनि मैले अनि रेस्टुरेन्टहरूमा पनि एक दुईजना भेट्न चाहिँ भेटेको छु अझ इन्डियन कम्युनिटीहरूको पनि रेस्टुरेन्टतिर पनि मजाले भेटेर गफसफ गरेर लाइक त्यहाँनिर बस्दाखेरि पनि अनि लाइक त्यसरी पनि मैले कनेक्ट चाहिँ गरेको छु उताबाट पनि सो काइन्ड अफ धेरै ठाउँबाट एउटा त रेस्टुरेन्टहरूमा मजाले बस्दाखेरि पनि त्यहाँनिर पनि भेटेको छु टन्नै अनि गफसफ गरेर
अनि अनि अर्को भनेको चाहिँ ब्रिन्जो सेन्टरबाटै हो मैले अझ धेरैजनालाई मजाले चिनेको बुझेको अनि क्लासमा त अफकोर्स भइ नै हाल्यो क्लासबाट त्यही सेम कोर्समा त मजाले भेटि नै हालिन्छ तिमी त यहाँ आइडिपीमा आउँदाखेरि पनि त सबैसँग चिन्थ्यौ तलदेखि माथिसम्म टेन्सनै सो लिनु पर्दैन थियो ईश्वर चिन्छ भन्दाखेरि सबैले चिन्छ अहिले पनि याद गर्छ तिमीलाई सबैजनाले कि सो अब च्यालेन्जेसहरू त हुन्छ होइन सो अहिलेसम्मको तिम्रो के छ जुन एउटा च्यालेन्ज तिम्रो होइन जसले गर्दाखेरि तिमीले सिकायो पनि अनि तिमीले कसरी चाहिँ ओभरकम गर्यो त्यो च्यालेन्जलाई I think एउटा च्यालेन्ज भनेको चाहिँ लाइक इट वाज भेरी फन मच मोर फन इन नेपाल नेपाल एकदमै फन थियो एन्ड इट्स काइन्ड अफ ट्राभलको लागि पनि स्पट्सहरू चाहिँ एकदम धेरै थियो भन्छु म नेपालमा चाहिँ बट इट्स काइन्ड अफ लिटल लिमिटेड यता चाहिँ अलिकति लिमिटेड जस्तो नै लाग्छ मलाई सायद काठमाडौँमा एकदम धेरै ट्राभल स्पट्सहरू अनि एकदम लग्जरियसली बस्ने खालको स्पट्सहरू चाहिँ एकदम धेरै थियो यता चाहिँ लाइक त्यो काइन्ड अफ अलिकति कम नै छ सो इट इज लाइक एकदमै त्यो फन फन एकदमै रमाइलो गरिरहेकोबाट सडनली लाइक एकदम करियर ड्रिभन अनि एकदमै पर्पजमा फोकस हुँदा चाहिँ लाइक इनिसियली चाहिँ इट वाज लिटल बिट kind of struggle but I kind of reminded that this is why I'm here for भनेपछि चाहिँ अनि त्यसपछि like it kind of became a little more easy त्यसपछि चाहिँ अलिकति इजी भयो इट वाज रियली हार्ड इनिसियली चाहिँ लाइक अब धेरैजनालाई चाहिँ अब फेमिलीको कारणले पनि अलिकति गाह्रो हुनसक्छ त्यस्तो केसमा चाहिँ आई थिङ्क लाइक त्यो आफ्नो पर्पोजलाई चाहिँ आफैले रिमाइन्ड गर्यो भनेदेखि चाहिँ आई थिङ्क इट्स काइन्ड अफ बिकम इजी किनभने त्यो पर्पोज हो भन्ने थाहा पाएपछि चाहिँ लाइक वेन यु नो वाइ अनि त्यसपछि बाँकी कुराहरू चाहिँ एकदमै सजिलो हुन्छ जस्तो लाग्छ मलाई आई थिङ्क द्याट्स रियली इम्पोर्टेन्ट त्यो चाहिँ एकदमै च्यालेन्जिङै थियो सायद जस्तोसुकै च्यालेन्ज भए पनि आफ्नो पर्पोज चाहिँ मजाले रिमाइन्ड गर्यो भनेदेखि चाहिँ आई थिङ्क इट विल बिकम लट मोर इजियर फर एभ्री वान तर त्यो च्यालेन्जेस त हुन्छ लाइक अब कतिपय बेलामा लाइक इट्स काइन्ड अफ लिटल बिट लोन्ली फिलिङ पनि हुनसक्छ अथवा लाइक अब कतिपय बेलामा बजेट कन्सटेन्टमा पनि लाइक नेपालको जस्तो एकदमै लग्जरियसली स्पेन्ड गर्न पनि सकिन्न होला मेबी लिटल बिट बजेट कन्सटेन्टहरू पनि हुनसक्ला सो काइन्ड अफ तर पर्पज चाहिँ रिमाइन्ड गर्यो भनेदेखि चाहिँ लाइक इट बिकम्स मोर लाइक एउटा च्यालेन्जेस भन्दा पनि एज एन अपर्च्युनिटी टु ग्रो अनि लाइक त्यो च्यालेन्जेसहरू हुन्छ अनि लोन्लिनेसको भयो त्यसपछि होम सिकनेस अफकोर्स सबैलाई भइ नै हाल्छ थोर बहुत त मलाई त त्यस्तो धेरै भएन किनभने म सानी मार्गमा छु द्याट्स अ डिफ्रेन्ट सिनारियो बट स्टिल लाइक केही नै नभए पनि लाइक बहिनी उतै छ नि त मेरो पनि अनि मामु पनि टेक्सासमै हुनुहुन्छ बट स्टिल थोर भाउ त भइ नै हाल्छ सो काइन्ड अफ लाइक त्यसको लागि पनि आफ्नो पर्पोज चाहिँ आफूलाई रिमाइन्ड गर्यो भनेदेखि चाहिँ आई थिङ्क इट रियली बिकम्स इजी काइन्ड अफ इजी अनि त्यो च्यालेन्जेस चाहिँ एज अ ग्रोथ हुन्छ लाइक यु रियली गेट अ चान्स टु ग्रो ओके सो वाट मेड यु डिसाइड टु स्टडी इन युएसए फर्स्ट प्लेसमा फर्स्टमै हुन्छ नि ल म मास्टर चाहिँ युएसएमै गर्छु भनेर सो काइन्ड अफ लाइक नेपालमा चाहिँ ठ्याक्कै मलाई सुइटेबल हुने लाइक कोर्स चाहिँ मैले भेटेको थिइनँ भन्दा पनि भयो लाइक काइन्ड अफ त्यो मर्जर चाहिँ छैन लाइक बिजनेस छ हामीसँग बिजनेस एडमिनिस्ट्रेसन पनि छ मास्टर्स इन बिजनेस स्टडिज पनि छ लाइक तर पार्टिकुलरली बिजनेस एनालिटिक्स टाइपको जहाँ चाहिँ लाइक एउटा टेक पनि मर्ज हुन्छ र बिजनेस पनि मर्ज हुन्छ दुइटैलाई चाहिँ लाइक टेकलाई लेभरेज गरेर चाहिँ लाइक बिजनेसतिर चाहिँ कसरी ढकेल्ने भन्ने खालको कोर्सहरू चाहिँ पार्टिकुलरली छैन मास्टर्स इन डाटा साइन्स पनि छ टियुको बट दे डोन्ट गिभ लाइक उनीहरूले चाहिँ यो बिजनेस ब्याकग्राउन्डबाट आएकोलाई चाहिँ त्यो पढ्नै दिँदैन लाइक त्यो रिक्वायरमेन्ट नै बिएससी सिएसआइटी गर्नुपर्ने अथवा ब्याचलर्स चाहिँ म्याथमेटिक्समा गर्नुपर्ने खालको भएको कारणले गर्दाखेरि ठ्याक्कै पार्टिकुलर सुइटेबल कोर्स पनि थिएन प्लस एन्ड आई रियली थिङ्क कि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यङ एजमा चाहिँ इन्टरनेसनल एक्सपोजर भयो भने पनि अझ बेस्ट हो हाउ लाइक युएस इज रियली गुड इन बिजनेस भनौँ न अहिलेको त एकदमै वर्ल्डको पावरफुल कन्ट्री हो नि त एन्ड इन टर्म्स अफ टेक बिजनेसेस पनि लाइक टेक बिजनेसेसमा त सबभन्दा धेरै अगाडि युएस नै हो नि त सो काइन्ड अफ ह्याभिङ द्याट एक्सपोजर इज आई थिङ्क रियली इम्पोर्टेन्ट उनीहरूले कसरी गरिरहेछ एन्ड हाउ दे आर मच मोर अहेड देन लाइक नेपालभन्दा कसरी अहेड छ अरू कन्ट्रिजहरूभन्दा कसरी अहेड छ त्यो अन्डरस्ट्यान्डिङ भयो भने चाहिँ आई थिङ्क द्याट्स रियली इम्पोर्टेन्ट टु ह्याभ इभन इफ वी नेपाल आएर पनि लाइक वी क्यान लेभरेज द्याट एक्सपिरियन्स त्यो अन्डरस्ट्यान्डिङ र त्यो नलेजलाई चाहिँ लेभरेज गरेर वी क्यान डु इन्क्रेडिबल थिङ्स जस्तो लाग्छ मलाई अनि त्यसको लागि चाहिँ मैले बिजनेस एनालिटिक्स पिक गरेको फर्स्ट थिङ त नेपालमा त्यो पार्टिकुलर कोर्स नै छैन त्यस्तो कोर्स नै छैन अनि सेकेन्ड भनेको चाहिँ एउटा इन्टरनेसनल एक्सपोजर एउटा लर्निङको अपर्च्युनिटिज अनि हाउ एभ्रिथिङ
एभ्रिथिङ इज कन्डक्टेड बिजनेसमा चाहिँ कसरी सबै कुरा चाहिँ कन्डक्ट गर्छन् भन्ने कुरा सिक्नको लागि पनि लाइक आइम हियर इन द युएस ठ्याक्कै त्यो डाटालाई चाहिँ कसरी ब्रिज गर्छन् त्यसपछि टेकलाई कसरी युज गरेर चाहिँ लाइक सबै कुरालाई चाहिँ कसरी एम्प्लिफाई गर्छन् त बिजनेसको एक्जिक्युसनमा पनि कसरी एम्प्लिफाई गर्छन् भन्ने कुरा सिक्नको लागि चाहिँ आइम हियर इन युएस ओके सो एज बिङ यर काउन्सिलर होइन मलाई त तिम्रो भिजा एक्सपिरियन्स त थाहा छ नि त सो अब यहाँ हेरिराख्नु भएको सुनिराख्नु भएकोहरूलाई चाहिँ तिम्रो भिजा एक्सपिरियन्स सुनाऊ न कस्तो भएको थियो भने रोलर कस्टरवाला एक्सपिरियन्स थियो तिम्रो Oh yeah. So it was kind of really fun अनि त्यसपछि त्यस्तो धेरै लामो त थिएन बट he did ask very important questions अनि त्यसपछि मैले चाहिँ पिङ्क स्लिप पाएको थिएँ भन्नाको मतलब मैले चाहिँ एडिसनल डकुमेन्ट्सहरू पनि बुझाउनु पर्ने थियो मैले चाहिँ फाइनेन्सियल डकुमेन्ट्सहरू पनि बुझाएपछि चाहिँ अनि त्यसपछि मैले भिजा पाएको इट इज रियली फन भनौँ न इन्टरभ्यू मेरो चाहिँ एकदमै रमाइलो थियो काइन्ड अफ मैले त्यस्तो धेरै डिटेलमा एन्सर नदिए पनि लाइक एकदमै सर्टमा एकदमै राम्रो अनि एकदम कन्भिन्सिङ एन्सर थियो एन्ड एभ्री वान वाज सेङ लाइक सबैले मलाई भन्नु थियो किनभने मेरो त यता मम्मीको पनि ग्रिन कार्ड छ नि त सो काइन्ड अफ इट्स भेरी हार्ड टु गेट द भिजाज भन्थे बट आई बिलिभ वाट दे रियली लुकिङ फर इज लाइक जेन्युन इन्टेन्सन लाइक पढ्ने नै एकदमै जेन्युन इन्टेन्सन देखियो भनेदेखि चाहिँ आई थिङ्क दे डु गिभ द भिजाज that's what my experience was genuine intentions how भनेदेखि they just want to check like is the intention genuine or not intention चाहिँ genuine हो भनेदेखि चाहिँ like I think other circumstances हेरे चाहिँ खासै धेरै म्याटर गर्दैन जस्तो लाग्छ मलाई ओके सो तिम्रो चाहिँ कस्तो थियो नि मनमा हुन्छ नि इन्टरभ्यू हुने जाल चाहिँ कस्तो थियो अनि भिजा लागिसकेपछि कस्तो थियो तिम्रो फिलिङ हुन्छ नि तिम्रो इमोसन स्टिल याद त हुन्छ होला नि त काइन्ड अफ म चाहिँ एकदमै काम नै थिएँ त्यस्तो धेरै मलाई चाहिँ त्यो इन्टरभ्यू रिजेक्टै भयो भने मेरो करियर सबै डामाडोल हुने खालको सर्कमस्टान्सेस केही पनि थिएन सो मेरो लागि चाहिँ त्यो एकदम काम सिनारियो नै थियो अनि त्यस्तो धेरै लाइक भिजा पायो भनेदेखि इट वाज भेरी गुड भन्ने थियो पाएन भनेदेखि पनि इट्स ओके पाइन नि त नेपालमा पनि बसेर गरिहालिन्छ नि भन्ने खालको त्यो एउटा थियो त्यो भएको कारणले गर्दाखेरि चाहिँ लाइक इट इज नट सो लाइक एकदमै च्यालेन्जिङ चाहिँ मेरो लागि त्यस्तो धेरै थिएन इट वाज फन एक प्रकारको फन नै थियो भनौँ न सो इभन बिफोर लाइक अनि मेरो इन्भल्भमेन्ट चाहिँ अलिकति धेरै नै थियो त्यता आउँदाखेरि पनि मैले त्यस्तो धेरै लाइक इन्टेन्सिभली केही पनि इन्टरभ्यूको लागि केही प्रिपेयर गरेको पनि होइन काइन्ड अफ लाइक रक्षा दिदीसँग त्यही र अर्को एकजना उहाँसँग गरेको मैले अर्को एकजना काउन्सिलरसँग त्यो दुईचोटि प्र्याक्टिस गरेको त्यसको लागि खासै घरमा लेखेर प्र्याक्टिस गरेको भनेको मेरो केही पनि थिएन एभ्रिथिङ वाज लाइक हुन्छ नि एकदमै अब क्वेसन्स गऱ्यो अनि त्यही अनुसार एन्सर दिने नै थियो लाइक जे छ त्यही नै भन्ने नै मेरो थियो प्लान अनि सो आई जस्ट गेभ द सेम थिङ जे छ त्यही नै भन्ने मैले अनि इट इज काइन्ड अफ रियली त्यो एकदमै गुड थियो भनौँ न सो लाइक मेरो लागि चाहिँ त्यो काम मोमेन्ट नै थियो त्यस्तो धेरै एकदमै एक्साइटेड पनि होइन एकदमै नर्भस पनि होइन केही पनि थिएन क्या लाइक एज अ नर्मल सिनारियो नै भनौँ न सो लाइक इट इज फन भनौँ न रमाइलो सो लाइक एउटा युनिक एक्सपिरियन्स भने जस्तो मात्रै थियो त्यस्तो धेरै स्ट्रेसफुल चाहिँ थिएन मेरो लागि चाहिँ लाइक आई थिङ्क द्याट्स रियली इम्पोर्टेन्ट लाइक युएसको भिजा इन्टरभ्यू दिने हो अथवा युएस एप्लाई गर्ने हो भनेदेखि चाहिँ इट डजन्ट रिमेन सो फिक्स नि त एक्सेप्ट हुन पनि सक्छ रिजेक्ट हुन पनि सक्छ इन बोथ द सिनारियोज यु हेभ अ प्लान अनि त्यो प्लान भयो भनेदेखि चाहिँ खासै के नै फरक पर्छ र होइन र इफ यु आर डु नट ह्याभ द प्लान लाइक एउटा भिजा नै एउटा डेड एन्ड टाइपको भयो भनेदेखि चाहिँ गाह्रो हो लाइक इफ इट गेट्स एक्सेप्टेड आइम गोइङ टु डु दिस इफ इट गेट्स रिजेक्टेड आइम गोइङ टु डु दिस भन्यो भने चाहिँ खासै त्यस्तो धेरै प्रब्लम हुँदैन जस्तो लाग्छ मलाई अनि सबैजनाले गर्दाखेरि चाहिँ त्यसरी गर्यो भने एकदम बेस्ट एकदम एक्सेप्ट भयो भने यो गर्छु रिजेक्ट भयो भने यो गर्छु भयो भनेदेखि चाहिँ लाइक इट्स काइन्ड अफ इजी नि त एक्सेप्ट भयो भने ठिकै छ रिजेक्ट भयो भने अल्टरनेटिभ प्लान त छ नि त त्यो अल्टरनेटिभ चाहिँ राख्नुपर्छ जस्तो लाग्छ मलाई एज अ सोल एन्ड नै चाहिँ त्यतातिर राखिदियो भने चाहिँ आई थिङ्क इट्स काइन्ड अफ रियली रिस्की अनि आफू पनि एकदम नर्भस हुने चान्स एकदम धेरै हुन्छ किनभने त्यो त एकदमै ड्रिम टाइपको भयो नि त हुन त अफकोर्स लाइक युएसमा पढ्ने अथवा त्यो त ड्रिम नै हुन्छ सबैको बट स्टिल लाइक एउटा एन्ड त होइन नि त एउटा अपर्च्युनिटी मिस गर्दैन सबै कुरा जाने भन्ने त होइन नि त अपर्च्युनिटी त फेरि पनि आउँछ लाइक नेपालमै पनि अपर्च्युनिटिज नभएको त होइन नि त एन्ड आई थिङ्क लाइक नेपालमा पनि कति धेरै अपर्च्युनिटिज छ जुन युएसमा पनि छैन क्या लाइक इन्डिभिजुअली ग्रो गर्नको लागि चाहिँ नेपालमा पनि एकदम धेरै अपर्च्युनिटिज छ त्यो चाहिँ नभएको होइन लाइक ग्रो गर्ने अपर्च्युनिटी चाहिँ नेपालमा पनि छ ओके सो अघि नै हामीले तिम्रो च्यालेन्जेस बारेमा पनि सुन्यौँ होइन त तिम्रो प्राउडेस्ट मोमेन्ट चाहिँ के थियो
जुन हुन्छ नि आफूले आफूलाई प्राउड फिल भएको तिमीलाई I think like अस्तिको त्यो कम्पिटिसन जित्दा पनि इट इज काइन्ड अफ प्राउड त नभनौँ बट लाइक आइडिया भ्यालिडेसन चाहिँ लाइक इट इज रियली गुड एन्ड आई फेल्ट रियली गुड अबाउट लाइक दे एप्रिसिएटिङ एभ्री एप्रिसिएटिङ द ideas and how impactful that लाइक त्यो आइडियालाई चाहिँ ठ्याक्कै एक्जिक्युट भएर लाइक त्यसको इम्प्याक्ट चाहिँ आएपछि चाहिँ हाउ इम्प्याक्टफुल हुन्छ भन्दाखेरि चाहिँ लाइक इट्स काइन्ड अफ रियली गुड थिङ एन्ड इट्स अबाउट इट्स टेकिङ द सेप लाइक वी आर वर्किङ द डेभलपमेन्ट एन्ड इट्स गोइङ रियली गुड लाइक हुन्छ नि त्यो चाहिँ इट्स गेटिङ आम रियली एक्साइटेड लाइक त्यो चाहिँ मेरो लागि एकदमै एक्साइटमेन्ट हुन्छ सायद मेरो विचारमा अहिले भन्दा पनि लाइक वेन इट कम्स टु द फ्रुटेसन लाइक म चाहिँ त्यसमा डे टु डे अपरेसन्समा हुँदैन केहीमा पनि हुँदैन बट एज अ प्यासिभ इन्भेस्टरको रूपमा रहँदाखेरि चाहिँ लाइक एउटा सर्टेन पर्सेन्टेज सेयरहरू भएको र लाइक एउटा मेरो आइडियाजले चाहिँ लाइक एकदमै त्यो एउटा फ्रुटेसन पाएको देख्न पाउँदाखेरि चाहिँ आई थिङ्क द्याट विल बी रियली प्राउड मोमेन्ट त्यो चाहिँ मेरो लागि एकदमै प्राउड मोमेन्ट हो जस्तो लाग्छ मलाई अनि अर्को कुरा भनेको चाहिँ आई थिङ्क त्यहाँनिर अहिलेसम्म त्यो कम्पिटिसनमा चाहिँ सायद नेपाली पनि थिएन होला लाइक केन्ट स्टेटमा चाहिँ सो काइन्ड अफ लाइक अरू नेपाली पनि मैले खासै त्यो कम्पिटिसनमा भेटेको पनि थिइनँ सो काइन्ड अफ इट्स अ रियली गुड थिङ लाइक अनि फाइनलमा पुग्ने पनि सायद लाइक फरेन नेसनलको म मात्र थिएँ अरू कोही पनि थिएनन् सो काइन्ड अफ इट इज रियली नाइस थिङ ओके सो हामीले चाहिँ यता आइडिपी युएसएमा स्टुडेन्ट्सहरूलाई एभ्री इन्टेक फ्रम स्टार्ट टु एन्ड हेल्प गरेर आउँछौँ अलङ विथ द्याट भिजा लगाएको स्टुडेन्टहरूलाई पनि प्रि डिपार्चर सेसनहरू गराउँछौँ सो ईश्वर यदि तिमीलाई प्रि डिपार्चर सेसनमा हामीले इन्भल्भ गरायो भने तिमी चाहिँ के चाहिँ एडभाइस दिन्छौ स्टुडेन्टहरूलाई सो फर्स्ट थिङ भनेको चाहिँ आइडेन्टिफाई यर पर्पज वाइ युर गेटिङ इन्टु द युएस होइन त्यो इन्टरनेसनल एक्सपोजर अनि त्यो एजुकेसनको अपर्च्युनिटिज त्यसको लागि आएको हो नि त अनि आफूलाई ग्रो गर्नको लागि आएको हो नि त सो इफ दे रियली अन्डरस्ट्यान्डिङ द्याट पर्पज इज रियली इम्पोर्टेन्ट फर्स्ट थिङ अनि सेकेन्ड थिङ भनेको चाहिँ उनीहरूले लाइक अब के टर्म्सहरू हुन्छ सिपिटी कस्तो हो ओपिटी कस्तो हो अनि लाइक F1 भिजाको लिमिट्सहरू के छ F1 भिजामा के गर्न मिल्छ लाइक अनि त्यसपछि त्यो कुरालाई पनि मजाले थाहा पायो भनेदेखि जज अ बेस्ट अनि त्यसपछि लाइक मैले भनेको जस्तै अब त्यो इमोसनल इन्टेलिजेन्सहरूलाई चाहिँ कसरी ग्रो गर्ने भनेर लाइक अलिअलि सिक्यो भनेदेखि अझ धेरै बेस्ट अनि त्यसपछि अनि अर्को भनेको चाहिँ आई थिङ्क दे सुड स्टार्ट गेटिङ लिटल मोर डिसिप्लिन होइन अनि जे कुरा गरे पनि एकदमै डेडिकेसन अनि कमिटमेन्टका साथ लाइक अनि आफ्नो टोटालिटी दिएर आफ्नो पूर्ण रूपमा नै लाइक जे गरिरहेछ त्यसमा गयो भनेदेखि चाहिँ आई थिङ्क दे सुड रियली लर्न अबाउट द्याट अनि अर्को भनेको चाहिँ लाइक दे सुड अनि एकदमै अब्जर्भेन्ट हुन सिक्ने लाइक कसरी सबै कुराहरू एकदम साइलेन्टली अब्जर्भ गर्ने सबै कुराहरू लाइक कसरी सबै कुराहरू भइरहेछ लाइक हाउ युएस इज अपरेटिङ होइन उनीहरूको चाहिँ लाइक एकदम प्रि इन्टरभ्यूदेखि नै लाइक एकदमै आफ्नो पनि अब्जर्भ गर्ने अनि सबै कुरा हाउ दे आर डुइङ एभ्रिथिङ होइन अनि त्यसपछि एउटा कम्युनिटी चाहिँ कसरी बनाइरहेछ अनि युएस आइसकेपछि पनि आई थिङ्क दिस विल रियली अब्जर्भ भेरी किनली लाइक बिजनेसेसहरू कसरी चलाइरहेछ एन्ड देन हाउ एभ्रिथिङ इज गन लाइक मेबी मेरो त बिजनेस एनालिटिक्सको सेक्टर भएर लाइक आई एम मोर इन्टु द्याट तर लाइक नर्सिङहरू होला अथवा मेबी इन्जिनियरिङ होला लाइक कसरी पढाइरहेछ अनि त्यो कुरालाई चाहिँ लाइक नेपाल फर्केर पनि हाउ दे क्यान लाइक हुन्छ नि त्यसलाई चाहिँ भित्राउन सक्छ अनि कसरी चाहिँ त्यो नेपालमा लाइक त्यो इम्प्याक्ट गराउन सक्छ लाइक इट्स नट द होल पर्पज इज नट अबाउट स्टेइङ इन द युएस नि त युएसमा रहनु त हाम्रो पर्पज होइन नि त हाम्रो पर्पज भनेको त वी आर हियर टु लर्न अनि त्यसपछि सिकिसकेपछि चाहिँ अनि त्यसपछि त्यो कुरालाई चाहिँ लाइक आफ्नो देशमा गएर चाहिँ त्यसलाई कसरी मजाले इम्प्लिमेन्ट गर्न सकिन्छ कसरी त्यो अन्डरस्ट्यान्डिङ त्यो नलेज त्यो स्किल्सलाई चाहिँ त्यहाँ ट्रान्सफर गर्न सकिन्छ अनि लाइक त्यो चाहिँ मेन पर्पज हो नि त लाइक मेरो विचारमा युएसको पर्पज पनि त्यही हो एलाउइङ होइन फरेन नेसनललाई चाहिँ युएस आएर पढ्न दिनुको मुख्य पर्पज भनेको त यहाँनिर आएर बस्नु होइन नि त यहाँनिर हामी यहाँबाट फर्केर नेपाल गएर अनि त्यसपछि अनि नेपाललाई चाहिँ लाइक हुन्छ नि लाइक चेन्जिङ द फेस अफ नेपाल हो नि त होइन लाइक हुन्छ नि उनीहरूले थर्ड वर्ल्ड कन्ट्रिजको लागि यत्रो धेरै सेक्युरिटीको रिक्सहरू हुन्छ कति धेरै कुराहरू हुन्छ नि त लाइक एज अ कन्ट्रीलाई रन गर्नको लागि त सेक्युरिटीको रिक्सहरू हुन्छ कति धेरै कुराहरू हुन्छ नि त फ्याक्टरहरू हुन्छ त त्यो सबैलाई राखेर उनीहरूले त भिजा दिइराखेको छ नि त
होइन, दे आर विलिङ टु एक्सेप्ट यु इन्टु द कम्युनिटी, इन्टु द कन्ट्री भनेपछि चाहिँ उनीहरू किन दिइरहेछ भन्दाखेरि दे वान्ट यु टु बी द लिडर फ्रम हियर, त्यहाँबाट गएर अनि त्यसपछि फिर्ता गएर चाहिँ दे क्यान डु समथिङ रियली ग्रेट नि त भन्ने खालको चाहिँ उनीहरूको लाइक मेन पर्पज हो नि त। सो आई थिङ्क दे अन्डरस्ट्यान्ड द्याट, दे निड टु अन्डरस्ट्यान्ड द्याट दे आर नट हियर टु स्टे हियर इन युएस, दे आर हियर टु लर्न द स्टफ्स एन्ड देन गेट ब्याक टु द नेपाल गएर चाहिँ फेरि अनि त्यसपछि दे वान्ट टु डु द इन्क्रेडिबल स्टफ्स। लाइक उनीहरूको लागि सिपिटी ओपिडी दिनुको कारण के भन्दाखेरि दे वान्ट टु लर्न मोर, होइन, Okay. लाइक नट जस्ट अबाउट एकाडेमिया बट अल्सो इन्डस्ट्रीलाई पनि हेर सिक भन्नको लागि दिएको हो नि त। लाइक सो काइन्ड अफ लाइक आफ्नो सेक्टरमा चाहिँ कसरी यहाँबाट गएर लिडरसिपमा बसेर लाइक हाउ दे क्यान चेन्ज द वर्ल्ड, होइन, संसारलाई चाहिँ कसरी चेन्ज गर्न सकिन्छ फर बेटरमेन्ट भन्ने कुरा हो नि त। आई थिङ्क द्याट दे रियली निड टु अन्डरस्ट्यान्ड द्याट एन्ड फोकस अन द्याट एज वेल। नाइस नाइस। ओके, अब हुन्छ नि त स्टुडेन्टहरू नाइ म प्यारेन्ट्सहरूलाई दुःख दिँदिनँ, म चाहिँ सेल्फै सबै गर्छु भनेर भन्छ नि त, युएसए आउँछ नि त आफै पैसा कमाएर बरु पढाइमा भन्दा पनि पैसा कमाउँछु भनेर भन्छ नि त। त्यस्तो स्टुडेन्टहरूलाई चाहिँ तिमी चाहिँ के सजेस्ट गर्छौ जो बढी मनी फोकस्ड हुन्छ, नट पढाइप्रति के? ओके, सो द्याट्स लाइक कस्तो चाहिँ भन्दाखेरि लाइक वाट यु रियली निड टु डु इज गुड एकाडेमिक्समा एकदमै राम्रो हुनु पर्यो, सो द्याट दे गेट द राम्रो स्कलरसिप्स र ग्रेजुएट असिस्टेन्ट्सहरू पाएर चाहिँ लाइक उनीहरूको त्यो कलेजको त्यो बर्डन चाहिँ भएन भनेदेखि चाहिँ द्याट्स नाइस, होइन। अनि अब पढ्दाखेरि पैसा बनाउने भन्ने चाहिँ हुँदैन, यु क्यानट वर्क अफ क्याम्पस त्यसरी इलिगली काम गर्न चाहिँ मिल्दैन, यहाँनिर इट्स रियली इलिगल। अनि अन क्याम्पस नै काम गर्नुपर्ने हुन्छ, अन क्याम्पस देयर इज अ लिमिट अफ 20 आवर्स चाहिँ लिमिटहरू छ। So kind of you're not here to make money in the US, you're here to learn and you're here to grow. So त्यो भएको कारणले गर्दाखेरि चाहिँ लाइक इट्स नट अबाउट मेकिङ द मनी बट इट्स मोर अबाउट द लर्निङ। अनि पैसा बनाउनको लागि चाहिँ आई थिङ्क यु डोन्ट कम टु युएस फर F1 भिजा। उनीहरूले त्यो कुरा चाहिँ कन्सिडर गर्नुपर्छ, दे आर कमिङ हियर टु स्टडी। अनि त्यसपछि एकदमै राम्रोसँग पढ्यो भनेदेखि चाहिँ स्कलरसिप्सहरू अनि ग्रेजुएट असिस्टेन्टसिपहरू हुन्छ। सो त्यसको मार्फत चाहिँ लाइक धेरै बर्डनहरू चाहिँ रिड्युस हुन्छ। अनि त्यसपछि फाइनेन्सियल लाइक हुन्छ नि, अफकोर्स फ्यामिलीले नै सपोर्ट गर्ने हो, लाइक पढाइको खर्चहरू धेरै कुराहरू स्कलरसिप्स र ग्रेजुएट असिस्टेन्टसिप छैन भने अनि आफ्नो पर्सनल खर्चहरू चाहिँ एकदम मिनिमाइज गर्ने र एकदम मिनिमल लाइफ नै बिताउने सर्टेन पिरियडको लागि चाहिँ। अनि त्यसपछि F1 भिजाबाट H1B भिजाहरू भयो भनेदेखि त आई थिङ्क विल गेट रियली गुड अर्निङ। अब यहाँनिर H1B भिजामा कन्भर्ट भयो भनेदेखि चाहिँ यु गेट अ रियली गुड अर्निङ, बट F1 भिजामा आउँदाखेरि चाहिँ युआर नट इन द युएस टु मेक मनी, युआर हियर टु स्टडी। ओके, सो वी आर नाउ एट द एन्ड अफ दिस भिडियो होइन। सो अब जो स्टुडेन्टहरू अब छन् त टन्नै छन् स्टुडेन्टहरू जो युएसए ड्रिम हुन्छ उनीहरूको, सो तिमी चाहिँ अब एउटा सेन्टेन्समा एन्ड गरिदेऊ नि त उनीहरूलाई मोटिभेट, जसले सुनिरहेको हुन्छ नि त यो भिडियो, मोटिभेट गर्न एउटा सेन्टेन्स भनिदेऊ न स्टुडेन्ट्सहरूको लागि, के भन्छ उनीहरूको लागि, के छ मोटिभेसनल कोट भनौँ न तिम्रो आफ्नो? ओके, मेरो ठ्याक्कै कोट भन्यो नि, लाइफ इज नट इजी, होइन, बट इट्स मच मोर फन एन्ड वी गेट चान्स टु ग्रो बिकज इट्स नट इजी। इजी भएको भए चाहिँ ग्रोथ नै हुँदैन थियो क्या। सो लाइफ इज नट इजी, बट इजी नभएको कारणले गर्दा नै हामी ग्रो हुने, हाम्रो कन्सियसनेस, हाम्रो माइन्ड म्याच्योर हुने हो नि त। सो द्याट्स वाइ इट्स नट इजी, हामी ग्रो हुनको लागि नै लाइफ इजी नभएको हो क्या।